साथीहरु गुड मर्निङ। आज चाहिँ मैले तिते फापर प्लस मिठी फापर को बटुक बनाउन लागिरहेको छु। यहाँ चाहिँ चना मटर आलु तरकारी यहाँ चाहिँ रेडी भएर चाहिँ यहाँ चाहिँ खाना पाक्दैछ साथीहरु। यारो यस्तो पोइछ है हाम्रोतिर चाहिँ कहिले कप पलाने पक्रै हाल्ने यस्तो त्यस खाना पाक्दैछ। यस्तै छ हाम्रो किचन चाहिँ। मेरो चाहिँ यो पाकिसक्यो है, पाकिसक्यो यस्तो हुन्छ तेलमा पोल्नु। अनि चाहिँ तरकारी पाक्दैछ। खाना खाना पाकिसक्यो यस्तो हुन्छ है। चिपाक्दैछ भाइ नखाने बहिनीको भात यस्तो भयो लास्टमा। कसलाई मनपर्छ अर्ग्यानिक खानेकुराहरू, मलाई चाहिँ साह्रै मनपर्छ। कोदोको ढिँडो अनि त्यो मकैको ढिँडो चाहिँ मन पर्दैन, अरू सबै मनपर्छ। गाउँको त सबै फेभरेट नै हो। त्यही भएर साथीहरू थुप्रा नचोप्रा प्रेमीको चोप्रा भनेको हो। सबै चाया बुटोले खायो। खाना रेडी भइसक्यो गाइस, फाइनली खाएन सादा सिम्पल।